मर्निङ एभ्रिवान, वेलकम टु माई एनदर न्यू ब्लग। अहिले चाहिँ बिहानको 7 बजेको छ। म चाहिँ काममा जान रेडी भएको। अस्तिदेखि भ्लग बनाउँला सोच्छु, के गर्ने टाइम नै मिल्दैन। बिहान चाहिँ 7 बजे निक्लिनु पर्छ। दिनमा 2-2:30 पनि बज्छ, कहिले 1 बज्छ। फेरि रेस्ट गर्छु। साँझतिर त्यस्तै हो, नाइट भइहाल्छ। नाइटमा फेरि सामान आउँछ, फेरि डेलिभरी गर्नुपर्छ। रातिको 9-10 बजिहाल्छ। टाइम नै मिल्दैन के। त्यसैले आज हल्का टाइम मिलेको थियो, भ्लग बनाइदिउँ न भनेर है। ल लेट्स गो, जाउँ त कामतिर। म चाहिँ अहिले सिग्नलतिर पुगिसकेँ। बिहान लास्ट जाम हुन्छ, स्कुल जाने गाडी हुन्छ यताउता। सन्डेमा मजा आउँछ के गाडी चलाउन, त जाम हुन्न के हुन्न, पुरा रोड खाली हुन्छ। म चाहिँ अहिले सामान लोड गरेर हिँडेको। खासै भिडियो क्लिप चाहिँ लिन पाइएन आज, किनभने अलरेडी लेट भइसकेको थियो। त्यही कारणले चलाउनु पर्छ गाडी। गाह्रो छ नि, हो गाह्रो छ, पुरा जाम छ अहिले। आजभोलि त बेङ्गलोरमा नेपालीहरू पनि लास्टै भने क्या। म त कन्फ्युज हुन्छु यार, नेपाल हो कि बेङ्गलोर हो। लास्ट छ नि, जताततै नेपाली। ल आज चाहिँ मेरो गाडी बिग्रिएर सुनामी सरको गाडी चलाउन आएको छु है म। सुनामी सर चाहिँ सकियो काम। हामी चाहिँ रुमतिर हिँडेको हो। सुनामीले पनि चलाउँछन्, मैले पनि चलाउँछु होइन गाडी। उनको नाम चाहिँ रुद्र हो। सुनामीको जस्तै फेस छ क्या, सेम टु सेम। त्यसैले हामी उनलाई सुनामी भन्छौँ कि, मैले राखिदिएको नाम। अब सकियो काम। आज चाहिँ मेरो गाडी बिग्रेर अर्को ठाउँमा आएको थिएँ। अर्को ठाउँमा धेरै काम हुन्छ, त्यही कारणले म चाहिँ आज सुनामी सरसँग आएको थिएँ। साथी हुन् होइन। अनि के भन्छौ सुनामी? खाना खाने हो, नास्ता समेत गर्दैनौँ बिहानदेखि हामीहरू त। कामै छ, जिन्दगी गाह्रो छ।